यहाँबाट चाहिँ मेरो कन्भोकेसनको लागि चाहिँ यात्रा सुरु भएको हो। पोखरामा निश्चित काम सके पछाडि चाहिँ हामी यहाँबाट पहिलोपटक चाहिँ पठाउको अनुभव पनि गर्दै थिएँ मैले। अहिलेसम्म म पठाउमा हिँडेको पनि थिएन। यहाँबाट सुरु भयो अनि दाइसँग गएँ। सजिलो चाहिँ दाइ सजिलो पनि हुनुहुँदो रहेछ, यो सिस्टम पनि सजिलो रहेछ। ट्याक्सी लानु पर्थ्यो भने 400-500 नै लेख्थ्यो, सस्तो चाहिँ हुँदो रहेछ पनि। 150 लग्थ्यो कि त्यो पार्दिमाबाट उता एयरपोर्टसम्म, नयाँ एयरपोर्टसम्म। एयरपोर्टको बाहिरपट्टि अब चाहिँ एयरपोर्ट आउनु लाग्यो, राम्रै रहेछ त्यतापट्टि छ यता पनि। छसम्म त पर्छ किन होइन। एयरपोर्ट सुरु भएको म पनि पहिलोपटक गएको एयरपोर्ट पनि पहिलोपटक, अनि एयरवे फ्लाइमा ट्राभल पनि मेरो पहिलोपटक। अहिलेसम्म एरोप्लेनमा हेलिकप्टरमा चढेको पनि थिएन, अनि इन्टरनेसनल त गएको पनि थिएन। भए पनि हाम्रो डोमेस्टिक चाहिँ अलिकति रिस्क हुन्छ भन्ने जस्तो लाग्ने नि त। अनि डर चाहिँ अनि पहिलोपटक एक्लै फेरि डर चाहिँ लागेको थियो। डर लाग्यो नि यसो आएको भनेर परिवार त फोटो खिच्न परिहाल्यो, फोटो खिच्न लगाएँ। मसँग कोही थिएन चिनेको, अनि फोटो खिचे पछाडि साडी लगाएँ। फेरि एयरपोर्टमै साडी लगाएर कन्भोकेसनको लागि तयार हुनुपर्ने, वहाँ गएर भ्याइन्छ कि भ्याइँदैन भनेर त्यो एयरपोर्टभित्र रेस्टरुममा चाहिँ गएर कपडा चेन्ज गरेँ। अनि फ्लाइट हुँदा चाहिँ यत्रो माथिबाट फ्लाइट हुँदो रहेछ, कस्तो रमाइलो चाहिँ लाग्ने। पहिलोपटक भएर पनि होला अथवा इन्जोय गरेर नि होला। ओजन त माथिबाटै हिँडे जस्तो कि सुन्दा त्यहाँनिरबाट घाम चाहिँ तल लागेको थिएन त्यति, माथि चाहिँ लागेको थियो कि देखेको थियो कि। अनि कस्तो राम्रो राम्रो देखिने कि भुवा जस्तो रुई जस्तो बादल होला नि त। इन्जोय गर्ने खाले कि त्यो बाहिरको देखिएको जुन सिन चाहिँ। अनि छोराले पनि हेर्न खोज्छ नि त हाम्रो, फेरि कस्तो थियो कहाँ जानुभएको थियो देखाउनु भन्छ। त्यति बेलालाई चाहिँ बाबुले राखिदिएको भिडियो। कस्तो राम्रो देखिने कि माथि आकाश कस्तो राम्रो छ, सफा छ फेरि हेर्नु न। कति फिटसम्म माथि पुगिन्छ भन्दै हुनुहुन्थ्यो।
त लाग्ने घरिघरि तर राम्रै सेफ नै लाग्यो। यो त मलाई बुद्ध हेयर चाहिँ मन परेर लिएँ कस्तो राम्रै लाग्यो थियो। काठमाडौँ सुरु भयो यहाँबाट यता वरपरबाट। यो चाहिँ अलिक छेउ पर्दो रहेछ, अलिक घरहरू कम थिए। यही त होइन, यति पातलो गाडी त थिएन भन्दै थिएँ म चाहिँ। बल्ल अब आयो एकदम बाक्लो घरहरू कतिले चाहिँ। यो पनि होइन बाक्लोवाला। हाम्रो काठमाडौँ भयो। अब हामी ल्यान्डिङ हुँदैछौँ। डर चाहिँ लाग्ने कि कस्तो हुने हो नझर्दासम्म चाहिँ। अनि एयरपोर्टमा चाहिँ एयरपोर्टभित्रबाट बाहिरसम्म ल्याउने बस चाहिँ यस्तो खालको हुँदो रहेछ। त्यहाँबाट फेरि मैले पठाउ गरेर दशरथ रङ्गशालामा चाहिँ हाम्रो टियुको कन्भेन्सन थियो, त्यहाँ चाहिँ पठाउमा गएँ। फेरि कस्तो मान्छे पर्छन् भन्ने लाग्छ कि त्यो पठाउमा जाँदाखेरि पनि। तर यो दाइ चाहिँ कतातिरको हुँदैछ, एकदम इनोसेन्टवाला कि कस्तो क्युट। त्यत्रो वर्ष पढ्यो फेरि सर्टिफिकेट जस्तै हो क्या त्यो नि लाग्यो भने तपाईँले नपढिकन पाइएन क्या। त्यो त आधिकारिक होइन नि त, त्यो त केटाकेटी पाला हो के अरे। अहिले ल्याएको सुविधा त्यसै त मङ्ग्याउन थालेको हो। अनि आफै स्कुटर चलाउन थालेदेखि होला एकदम अलिक स्पिड हुन्छ नि त। अरूको आफू त धेरै टाढा हिँड्दिनँ, अनि नजिक हिँड्दा आफै सुरुले बिस्तारै थोरै स्पिडमा। यो बाइक त्यति स्पिड त थिएन, तर अलिअलि स्पिड मैले भन्दा बढी स्पिड भए पनि कस्तो झिरिङ्ग लाग्ने कि। अनि त्यस्तै डर लाग्दै होइन अब चाहिँ बाइकको पठाउमा चाहिँ हिँड्दैन, ट्याक्सी चाहिँ लिने। यो बाइक त सेफ छैन कि क्या हो जस्तै लाग्ने कि डर लागेर। गाडीको चाप चाहिँ उत्तिकै हुनु पऱ्यो काठमाडौँमा। अनि यहाँबाट जाँदै थियौँ, त्यस्तो डर लागिरहेको गएको थियौँ कि हामी। म चाहिँ त्यस्तो हुनु भएन। हजुर अनि यहाँनिर चाहिँ ठ्याक्कै एक्सिडेन्ट भयो कि। एउटा दुईजना आमा र छोरा चाहिँ बाटोमा हिँड्दै हुनुहुन्थ्यो ठ्याक्कै। अनि त्यो गाडीले त बाइकले चाहिँ हानेको, एभेन्जर बाइकले हानेको। कस्तो सँगै कि झिङ्गै हुने गरी सँगै हामीले खिच्दै गर्दाखेरि ठ्याक्कै त्यहाँनिर एक्सिडेन्ट भएको। बच्चा त ठिकै थियो, आमा पनि ब्लड त आएको थिएन, तर एकदम यस्तो हात्तिनु भएको थियो आमा चाहिँ। त्यो दाइ पनि बिचरा सबै आफ्नै त्यो गएको नि त, कस्तो एकदम माया लाग्ने खालको कि। रोकमै बहिनी रोकेर हेरौँ भनेर चाहिँ रोक्नु भएको। बिचरा कस्तो सोझो मान्छे हुनुहुँदो रहेछ क्या। अनि त्यहाँबाट हामी ओभरटेक गरेर गएर हो र बहिनी त्यो एक्सिडेन्ट भएको। हामीले गरेर हो र मैले त्यहाँबाट ओभरटेक गर्दाखेरि लाग्यो हो र भनेर आफैले गर्दा जस्तो लाग्यो कि बिचरा सँगै आएको भएर।
त्यस्तो होइन। फेरि हामी त्यो त्यत्रो धेरै बाइकहरूमा त थोरै अगाडि त थियौँ नि त, नजिकै त थियौँ देख्ने गरी, तर त्यो दाइले ओभरटेक गरेर त्यो भएको चाहिँ होइन कि। एकदम पश्चाताप चाहिँ मान्नुभएको कि हो कि मैले नगरे अब या त ओभरटेक नगरे अब त्यस्तो हुन्थेन कि जस्तो चाहिँ धेरै पटक सोध्नु भयो कि दाइले। फेरि हामी हिँड्यौँ अब त्यो घटना भएको ठाउँबाट अगाडि हिँड्यौँ। अनि कस्तो इन्सिडेन्ट पनि होला, हामी मुना र म गएको कन्भोकेसनमा, साथीहरू त अर्को कमल र प्रतिमा पनि हुनुहुन्थ्यो, तर एकदमै मिल्ने भनेर हामीले क्याम्पस पढ्दाखेरि पनि मिल्ने भनेको त मुना र म। अनि मुना चाहिँ कारणवश त्यो बस्नु परेन र काम भएन र अघि नै गइन्, कति 8 गते गइन्। म चाहिँ काम थियो र जान पाइनँ। अनि जाँदाखेरि त उनीहरूले नै बिहानैदेखि फोटो त खिच्ने हो, कन्भोकेसनको इन्जोय गर्ने नै हो। अनि बिहानैदेखि फोटोसोटो खिचेर उनीहरूले चाहिँ इन्जोय गरिसक्यो होला नि, म मात्रै बाँकी छु होला जस्तो लाग्दै गएको। अनि त मुनाको बुवा त जानु परेछ पशुपति, त्यता के भएछ भुल्नु भएछ। अनि तिनी त त्यतै भुल्नु परेछ कि। अनि छोडिएर नि त हामी यताबाट गएको, भिड हुन्छ, अनि यसो हात छोड्यो भने त अनि हराइन्छ। त्यस्तो भएर धेरै बेर तिनीहरू पनि रोकिएछन्। अनि म जाँदाखेरि त मै पहिला पुगेँ, 8 गते गएको मुनाभन्दा म आफै पहिला पुगेँ। म जाँदाखेरि त तिनी आएकै थिएन, ड्रेस पनि मुनासँगै थियो, त्यो कन्भोकेसन ड्रेस क्यापहरू। त्यसको लागि चाहिँ हामी दशरथ रङ्गशालामा जाँदैछौँ। स्पिड थिएन कि बाइक हेर्नु न, यस्तो स्लो छ, तर कस्तो जिरिङ्ग भएको त्यो घटनाले पनि होला। तर त्यो घटना नहुँदै पनि मलाई कस्तो डर चाहिँ लागेको थियो कि पठाउँदा चाहिँ होइन नहिँड्नु पर्ने हो क्या। अब स्पिड हुने नि त, कारहरू त के अरे ट्याक्सीहरूमा हिँड्यो भने केही हुनु अलिक सेफ हुन्छ के अरे, अनि यसमा त लाग्यो भने त लागिहाल्यो। अनि हामी यताबाट गएको, यता त त्यति धेरै चाप हुँदैन नि त गाडीहरूको, डर त एकदमै डर लाग्ने। फेरि ठ्याक्कै हेरेन नि त, तर अलिकति पछाडि नै थियो नि त, ओभरटेक हुन नि मिलेको रातो थाहा छन्। अनि गएर हामीले अरू त फोटो त खिच्यो, मुना म बुवा अनि साथी कमलको पनि। यो चाहिँ मेरो सिङ्गल। अनि फर्स्ट डिभिजन ल्याएको अलिअलि रौनक पनि थियो, तर ब्यासरमा म जान नपाएको, अहिले चाहिँ लगाएको ठिकै लाग्यो। अनि फेरि हामी त्यति बेलै नाइटमा चाहिँ घर फर्क्यौँ। यो हालतमा चाहिँ सिटमा